हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु एट एनदर सुजन ब्लग। म सुजन लिम्बू अनि अहिले चाहिँ म आएको छु यो चाइनाको तापेजुङको अनसुङ्गोला हुँदै टिप्टाला नाका चाइनाको यो नाका जोड्ने यो तमर कोरिडोरमा छु र अहिले चाहिँ म कुमाई गाउँपालिका वार्ड नम्बर 3 हाङठुवामा रहेको छु। आफैमा पनि हाङठुवा यसको नजिकै ऐतिहासिक पुरातात्विक ठाउँहरू पनि रहेका छन् जहाँ चाहिँ अनथाक भन्ने ठाउँ पनि रहेको छ। म अपकमिङ ब्लग्सहरूमा तपाईँलाई त्यहाँ पनि देखाउने छु। सो आज चाहिँ म आएको छु यो हाङठुवामा रहेको तामाखानी एरियामा आएको छु। तामाखानी चाहिँ निकै तल पर्छ यहाँभन्दा र यहाँ चाहिँ त्यही तामाखानीको नामाङ्कनबाट चाहिँ यो ठाउँलाई चाहिँ तामाखानी चोक बनाइएको छ। सो यहाँको परिवेश तपाईँहरूलाई म देखाउँछु। लेट्स गो। तरान जाने बाटो हो अनि यो बस्ती छिर्ने बाटो, यो चाहिँ हाम्रो ताप्लेजुङ फिदिम जाने बाटो। अनि फाइनली यहाँनिर चाहिँ तामाखानी चोक निर्माण गरिएको छ। एकदमै ब्युटिफुल। यो डाँडामा पनि छ, मजाले हावा पनि लागिरहेको छ। योभन्दा केही तल चाहिँ तमोर नदी पनि रहेको छ नेपारी। यो चाहिँ यो माङसारी अनि यो कर्कोले गाउँ भने पारी चाहिँ यो फेदाफ, यसै गरी पारी चाहिँ हामी म्याङ्गलोमा पनि देख्न सक्छौँ। सो यो ब्युटिफुल तामाखानी चोकमा छु अहिले चाहिँ म यहाँ चाहिँ लेखिएको छ सम्पूर्ण यात्रु महानुभावहरूमा तामाखानी चोक हार्दिक स्वागत गर्दछ। र यहाँनिर एउटा यो डिरेक्सन बोर्ड पनि राखिएको छ। एन्ड तामाखानीको एरिया चाहिँ जुन यहाँ तपाईँहरू देख्नु भएको छ, मैले देखाएको छु यो बाघ तल केही बाटो जस्तो देखिन्छ, त्योभन्दा नि अझै तल हो। सो त्यहाँसम्म जानको लागि चाहिँ बाटोको सम्पन्न बाटो नभएकोले केही असुविधा पनि रहेको छ। तामाखानी निकै तल हो, तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ भने तल मुनिको चाहिँ यो तमोर नदी हो। एन्ड तमोर नदी चाहिँ तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यो अति बबाल देखेको छ। अनि यो पारी चाहिँ यो दोभान जहाँ चाहिँ कयाँ खोला र तमोर नदीको सङ्गमस्थल पनि हो। अनि यो पारी चुङसाङली एरिया रहेको छ। सो आज तामाखानीको चोकको मैले ब्लग चाहिँ तपाईँहरूलाई यति देखाएँ। सो मेरो ब्लग हेरिदिनु भयो, थ्याङ्क यू सो मच, किप वाचिङ, सेवारो।